Hi everyone, again I'm here for another important video. त्यो चाहिँ के हो भने मैले अलरेडी तपाईहरुलाई मेन्सन गरेको छु धेरै भिडियोमा कि हाउ टु युज स्याम्पू एन्ड मास्क भनेर है. सो एभ्रीवन कम्स टु मी एन्ड लाइक जसको पनि एकदमै हाम्रो स्ट्यान्डको बाहिर क्युटिकल ओपन भएको हुन्छ है. एज तपाईले देख्नुहुँदैछ है मेरो हेयरमा, तपाईले देख्नुहुँदैछ है यहाँ मेरो कतै पनि क्युटिकल ओपन भएको छैन. क्युटिकल भनेको हाम्रो स्ट्रान्ड हुन्छ है. सो यो कपालको स्ट्रान्डको चाहिँ बाहिरपट्टि चाहिँ त्यो एउटा अननेसेसरी फ्रिज आउनु भनेको चाहिँ हाम्रो क्युटिकल ओपन भएको है. सो त्यो चाहिँ रफ भएको, ड्यामेज भएको है, पोरस हेयर भन्छ हामी है. सो त्यो चाहिँ किन भएको भने इफ तपाईहरुले टावल ड्राई गर्दाखेरि रब गर्नुहुँदैछ भने हुन्छ है. अनि मास्क लगाएर स्याम्पू त हामीले लाउँछौँ है, स्याम्पू लगाएर हामीले पखाल्छौँ. जब मास्क लाउँछौँ, जब कन्डिसनर लाउँछौँ, त्यो चाहिँ हामीले 2 मिनट 3 मिनट 5 मिनट चाहिँ छोड्नुपर्ने हुन्छ. विल ह्याभ टु लिभ फर मिनिमम 5 मिनट्स है. इफ यु आर युजिङ कन्डिसनर तपाईले रुटमा एप्लिकेसन नगर्नुहोस् है. वास गर्दाखेरि स्याम्पू मजाले लगाइसकेर है. अनि ड्यान्ड्रफ है. सो ड्यान्ड्रफ कसरी हुन्छ भनेर मैले त्यो पनि भनेको छु है हजुरहरूलाई. किनभने ड्यान्ड्रफ चाहिँ हामीले जब राम्रो पखाल्दैनौँ, हामीलाई अल्छी लाग्छ, हामीले राम्रोसँगले इमल्सिफाई गर्दैनौँ, क्लियर गर्दैनौँ हाम्रो स्क्याल्पलाई, त्यो भएर चाहिँ ड्यान्ड्रफ निस्किने गर्दछ है. सो अगेन मैले तपाईहरुलाई फेरि यो भिडियो बनाइदिएको है. सबैजनाले भन्नुहुन्छ मैले रिल्स हेरेर आएको. सो रिल्स हैन है, आइ एम नट मेकिङ एनी रिल्स है. फर्स्ट अफ अल आइ एम नट मेकिङ एनी रिल्स. मैले चाहिँ टाइम निकालेर दुःख गरेर तपाईहरुलाई एडुकेसन दिँदैछु, हेयर एडुकेसन दिँदैछु. सो तपाईहरुलाई एडुकेसन दिएको कारण चाहिँ तपाईहरु पनि अवेर होस् हरेक कुरासम्म, हेयर रिलेटेड है, प्रडक्ट रिलेटेड है, तपाईहरु पनि अवेर होस् भनेर मैले तपाईहरुको लागि चाहिँ एकदमै मेरो प्रोडक्टिभ टाइमलाई निकालेर तपाईहरुको लागि मैले यो भिडियो बनाएको हुन्छु. सो म तपाईहरुलाई रिक्वेस्ट गर्छु है, त्यो भिडियो तपाईहरुले मजाले राति बेडमा बसेर सुत्नुभन्दा अगाडि फुल भिडियो सुनिदिनुहोस् है. अनि तपाईहरुकै लागि हो त्यो, मेरो लागि हैन है. सो मैले अघि देखाइहालेँ. सो मेरो देख्नुहुँदैछ मेरो कहीँ पनि झरर भएर क्युटिकल ओपन भएको छैन. सो द्याट मिन्स म स्याम्पू लगाएर मास्क राम्रोसँगले युज गर्छु है. एन्ड अल्टरनेट वास गरिहाल्छु हेयरलाई है. अनि तपाईहरुले पनि स्याम्पू र मास्क, स्याम्पू र कन्डिसनर किन अलग अलग बनाइएको त्यसमा लाउने तरिका छ. अदरवाइज एउटै डब्बामा बनाइदिन्थ्यो होला कम्पनीले हैन. सो त्यसको लाउने तरिका छ. स्याम्पू लगाइसकेर तपाईहरुले कन्डिसनर लाउनु भयो भने रुटमा लाउनु भएन. सो मिड लेन्थ टु एन्ड लगाएर चाहिँ तपाईले 5 मिनट छोड्नु पर्ने हुन्छ है. सो मास्क लाउनु हुँदैछ, हेयर रिपेयर मास्क है लाउनु हुँदैछ भने तपाईले रुटदेखि एप्लिकेसन गर्नु सक्नुहुनेछ है. सो आज म यतिमै तपाईहरुलाई, यो भिडियो लामो हुन्छ स्टप गर्दैछु. भोलि तपाईहरुलाई म नेक्स्ट भिडियोमा जुन स्याम्पू मास्क तपाईहरुले लाउन सक्नुहुन्छ, अनि त कुन चाहिँ हेयर टाइपले कुन चाहिँ स्याम्पू मास्क लाउनु पर्ने, कुन चाहिँ स्याम्पू कन्डिसनर लाउनु पर्ने म तपाईहरुलाई भनिदिनेछु. टिल देन बाइ बाइ, सी यू.